सन्चै हुनुहुन्छ? तिम्रो घर चाहिँ कहाँ हो भन्नु? नेपालगञ्ज। नेपालगञ्ज चाहिँ अहिले? हजुर। ठिक छ ठिक छ। त्यति टाढा त नजाऊँ होला, त्यति टाढा नजाऊँ होला है च्याट। नेपालगञ्जबाट बिहान बिहान कसरी आउने अरे त? अहिले आउनु लाग्नु भएको? अहिले होइन, हल्का काम परेको थियो, तर धेरै टाढा हुन्छ जस्तो छ। नेपालगञ्जमा त अलिकति गर्मी पनि छ, अनि गरम भयो। चाँडोको दिन आउनु न, दसैँ पछि आउनु न, अलि शीतल हुन्छ। अनि हजुर कता हुनुहुन्छ अहिले? म त अहिले टेडिएमतिर छु। ए, खाना खानुभयो? खाएर बसेको। मच्छर सच्छर लाग्छ कि के हो नेपालगञ्जतिर? लाग्छ नि। एकजना नेपालगञ्जमा मिनी कुल बोय भन्ने भाइ चिन्छौ? हजुर? मिनी कुल बोय भन्ने भाइ त चिन्छौ? नेपालगञ्जमा नाइ? सुशान्त भन्ने छ कि एकजना। फेस देख्यो भने चाहिँ चिन्छु होला। नेपालगञ्जको टिकटकमै हो? टिकटकमै छ। नेपालगञ्जको त हिरो हो भनौँ न। ए, आएर बसिरहेको छ त्यो भएर। यतै नेपालगञ्जमै बस्छ कि उतै केटी बस्छ? कोलपुर बस्छ। कोलपुर। तिमीले चिन्छौ होला बाबु? म त रुम खोज्न आइरहेको थिएँ कि एउटा फ्ल्याट चाहिरहेको थियो मान्छेहरूसँग जोइन भएर। को कता नजिक छ भनेर आज चाहिँ फ्ल्याट हन्टिङ चाहिँ माथि छु म। अब ए, कता काठमाडौँमा खोज्न लाग्नु भएको? काठमाडौँमा खोज्नको अब नेपालगञ्जमा त अहिले रातारात कसरी आउनु, काठमाडौँमै खोजिरहेको थिएँ, त्यही भएर काठमाडौँ नै बस्छु कि भनेर। ए, म काठमाडौँ हो तर अहिले घर आएको छु। ठिक छ। दसैँको लागि हो? हजुर। ह्याप्पी दसैँ। ह्याप्पी दसैँ हजुरलाई पनि। ल जान्छु ल म। हुन्छ, बाई, टेक केयर, गुड नाइट। के गरौँ यहाँ मिटिङ आयो, यस्तो बिल्ला गराइदिन्छु कि टुल्लुको, यस्तो बिल्ला